So hello everyone, namaste guys, what's up होइन. So this is my new vlog है. योभन्दा अगाडिबाट टिकटकमा भ्लग हालेको थियो, त्यो पनि गएर हेरिदिनु होला. टिकटकको नाम फ्लेक्सी बोय एडिट फन होला है. फ्लेक्सी बोय सर्च गर्न आउँछ होइन, त्यसमा भ्लग हालेको छु मैले. सो अब मैले युट्युब च्यानल खोलिसकेको छु. युट्युब च्यानलमा गएर सब्सक्राइब गरिदिनु होला. यो तपाईँहरूले हेरिदिनु हुन्छ भने त्यो जग्गाबाट सब्सक्राइब त दिँदैन. सो आज चाहिँ हामी घुम्न जाँदैछौँ लकडाँडा अनि दुधौलीमा हो. हाम्रो घर चाहिँ यस्तो ठाउँमा पर्छ है, बाखे पाखा भन्ने औलमा हो, टिमपाटन गाउँपालिकाको. अब हामी घुम्न जाँदैछौँ. सो लेट्स रेडी हम त. यो त बाबु चाहिँ यस्तो खतरा भएर हिँड्छ. मुलाको साग म चाहिँ यस्तो अब चाहिँ चप्पल र कुर्ता लाउनु अरे. अब चाहिँ हामी घुम्न जानलाई रेडी भइसक्यौँ बाइकमा है. अनि अब म दिदी अनि भाइजान लाग्यो. बाइक चाहिँ यहाँ होइन रेडी भइसक्यो हाम्रो बाइक. यी दिदीहरू चाहिँ जहिले ढिलो गर्छ क्या. टी सर्ट है हाम्रो यस्तै लाउँदा भइरह है. यो नाटक देखाउँछ क्या. जाउँ न कस्तो लाउँदा नि. यहाँ हाम्रो ड्रेसअप त छ नि. म भरे यही पैसाले समाकान्छु खुट्टा हाल लगाएर उता अगाडि देख्नु कमाइदिनु न. हेर्नु त एउटा भिडियो पोस्ट गरेको. कस्तो भुलक्कड छ नि यस्तै हो. जानुतिर बोल्दै कस्तो कस्तो छ. ढिलो भइसक्यो हजुर. ए जम्म ढिलो भइसक्यो क्या. हामीले जान दिएन भन्छ. अब के हुन्छ हेरौँ है. त्यही अनुसारले चाहिँ फिक्स हो. अनि तिनीहरू पनि केही भन्यो भने हामी तिनजना मात्र हुन्छ नि. एकछिन न फर्किने तपाईँ हामी चाहिँ हामी त जाने घरहरू निस्कि त सक्यो घुम्ने भनेर. बन्द गरिदिए कोही लामो बनाउनु बेला बेलामा खोल्ने होइन. हामी चाहिँ लकडाँडा आइसक्यो होइन, घुम्ने ठाउँ होइन. म मेरो साथी अनि पछाडि दिदी आउँदै हुनुहुन्छ है. यस्तो चुरे जस्तो ठाउँमा नि भिड हुँदो रहेछ क्या है. के थाहा त अब लकडाँडा भन्ने चाहिँ सबैजना आएर भिजिट गरिदिनु होला यो ठाउँ. मलाई यसो 50-50 रुपियाँ दिनु होला अनि भिजिट गरेको बापत. शीतलमा बसौँ न. कतै शीतलमा बसौँ न. शीतलले भेट्दैन हो फेरि. त्यति छ. यता नि राम्रै राम्रै ठाउँ रहेछ. कति एक पिसको खरबुजा? 30 रुपियाँ. भरे खानुपर्छ अब. के बोले भाइ? अब के बोले के जथाभावी बोले. यस्तो ठाउँमा नि के भिडाएको है. ए त्यो लकडाँडाको टावर हो नि उतै होला होइन. उत्यो सो अहिले चाहिँ हामी घर आइसक्यो है. भर्खरै आइपुगेको घर पनि हामी चाहिँ होइन. लास्ट जिउ थाकेको छ क्या. अब घर आएँ. अब भैँसीलाई पेन्सन दिने. अब फेरि म मास्तिर डाँडातिर मम्मीहरू पिकनिक खाएको ठाउँमा जान्छु. फेरि अनि त्यहाँ गएर भेटौँला है गाइज. ल बाई. सो अब चाहिँ म निस्किनु लाग्यो है मास्तिर मम्मीहरू पिकनिक खाएको ठाउँतिर. अहिले त्यही गएर देखाउँछु तपाईँहरूलाई. म पहिला बाइक निकालौँ है.
15 वर्षको उमेरमा म मात्र होला यार गाई चाहिँ बाइक चलाउने है दुधोली गइरहेको आज इन्जिन तातिरहेको सो अहिले चाहिँ म जाँदै हो होइन यो अब के गरेको ठाउँमा म पनि भर्खर भेटेको मलाई फेरि कस्तो नगएको हाम्रो गाउँ रमाइलो भएको छ सो म चाहिँ मम्मीहरू पिकनिक खाएको छ भने गएको थिएँ मम्मीहरू त पिकनिक सकेर नि फर्किसक्नु भयो क्या अब त्यही कोठामा बस्नु ल बाइ बाइ गाइज सो यस्तै भिडियोहरू हेर्नको लागि च्यानललाई सब्सक्राइब गर्नुहोस् यो च्यानललाई लाइक सेयर कमेन्टहरू सब गरिदिनुहोस् कस्तो लाग्यो भिडियो सब भनिदिनुहोस् है त ल अर्को भिडियो चाहिँ अब अरू दिन आउनेछ बाइ बाइ टेक केयर